Hello guys, namaste सबलाई वेलकम ब्याक टु माई भिडियो। आई होप सबैजना सन्चै होला अनि म पनि एकदम सन्चै छु। आज धेरै दिनपछि भ्लग बनाउँदैछु साथीहरू। मनै लाग्दैन कि खै न्यु हुनाले के हो मनै लाग्दैन, अर्कै लास पनि लाग्छ। यस्तै छ आजको मौसम धेरै राम्रो छ यतातिर त, अनि त्यहाँतिर कस्तो छ भन्नु होला साथीहरू। खाना खानुभयो सबले, मैले खाइसकेँ। आज म देखाउँछु मैले आफ्नै हातले बनाएको रोज बुके। हेर्नु साथीहरू कस्तो छ, मैले आफूले बनाएको साथीहरू। हेर्नुहोस् मेरो मिरर कस्तो छ साथीहरू, भन्नु होला। आजको मौसम चाहिँ राम्रो छ। अहिले त के बनाऊ भन्नुहुन्छ साथीहरू, के बनाऊ। मेरो इक्जाम आउनु लाग्यो, इक्जामको टेन्सन हुन्छ, के हुँदैन, कसरी पढ्ने के गर्ने भनेर के हुन्छ। अहिले दिउँसो भएको छ, कति 1 बजेको छ। अहिले गर्न स्टार्ट गर्दैछु। भोक लागिरहेको छ, चटपटी बनाउनु पऱ्यो साथीहरू, चटपटी बनाएर खानु पऱ्यो। अब म चटपटी बनाउँछु, त्यसपछि भेटौँला है साथीहरू। गाइज अब चटपटी बनाउने तयारीमा छु। हेर्नुहोस् टक्क पारामा प्याज काटेछु, खुर्सानी काटेछु। अब मिर्चा हाल्नु पऱ्यो अनि चाउचाउ हाल्नु पऱ्यो। हेर्दै गर्नु साथीहरू। यो सनस्क्रिन मेरो भन्दा अगाडि किने हो क्या मेरो सिद्धि लाग्यो साथीहरू। हेर्नुहोस् पूजा चाउचाउ प्याज हाल्नुपर्छ साथीहरू। चटपटी नि रेडी भयो। हेर्नुहोस् त्यस्तो खास राम्रो त भएको छैन, त्यो नि यस्तै नि खाने हो कि हामी त। चटपटे भनेपछि त हुरुक्कै हो त, सबै हाल्ने हो। सबै हाल्ने हो त। मुन्ना आफू भयो कि हाले झन्नाइ हाल्ने हो, काट्ने होइन। खै कसरी खान्छौ खाऊ त। दामी छ साथीहरू, दामी छ एकदम बढिया। अब म नि ट्राई गर्छु साथीहरू। हजुरहरू खाने होला चम्मचले, हामी त नेपाली हो नि त। देखियो फेस नेपाली हो नि त, हातले हो खाने। ठिकै छ साथीहरू। अब खाएर भेट्छौँ साथीहरू। ओ सरी साथीहरू, हामी त चटपटे खाइसक्यौँ। खाँदाखेरि त्यस्तै हो, कसैको याद नै हुँदैन। खाएर नि बस्यौँ, या ठ्याक्कै बत्ती पनि गयो के, ब्याड लक भनेको यस्तै भन्छन्। यस्तो पनि भयो, चटपटे खाइ यस्तो पिरो थियो नि साथीहरू, के भन्नु। यो बहिनी सुत्यासी यता। एकछिनपछि भेटौँला ल साथीहरू। यस्तो मौसम भएको छ यतातिर त, पानी पर्न थालिसक्यो। तपाईँलाई फोन हाल्नु साथीहरू। यस्तो पानी पर्ने हो नि साथीहरू, के भन्ने। यस्तो मौसम भएको छ, राम्रो छ त्यो मौसम चाहिँ। गर्दैछु यता रोशन छ पनि जाँदैछ। सो साथीहरू, आजको लागि यति नै सानो, त्यस्तो खासै त्यस्तो राम्रो त छैन।
अब त्यस्तो राम्रोवाला भिडियो दिनलाई नि त्यस्तो केही छैन कि आजभोलि त्यस्तो वातावरण नै छैन, त्यस्तो केही छैन। आज त झन् पानी परेको छ यहाँ, कहीँ यताउता जाने जस्तो नि केही छैन। आजको लागि यति नै, सानो माया गरिदिनु होला, साथ सपोर्ट गरिदिनु होला सबैले साथीहरू। जय नेपाल।